सम्पूर्ण यहाँ उपस्थित हुनुभएको महानुभावहरूमा सायद अघि सुरजीले बिर्सिनु भयो, फेरि आउने मौका पाएको भएर भनिहालेको। म यो 2024 देखि नै फेरि रेगुलरली मुभीहरू गरिरहेको छु। अहिले तेलबिसाकोबाट बेस्ट डिरेक्टर हाम्रो शङ्करजीले पाउनुभयो होइन। त्योभन्दा अहिले मेरो भुटान चलचित्र रिलिज भइरहेको छ र म अहिले भर्खरै नेपाल गएर चलचित्र परानमा काम गरेर भर्खरै मात्र फर्केकी हुँ र अरू 1-2वटा प्रोजेक्ट पनि हुन गइरहेको छ। सुरजजीलाई मैले अपडेट गराएँ है किनभने उहाँले फेरि टाइम मिलाएर आउनुहोस् फिल्ममा ब्याक भन्नुभयो, तर म अलरेडी आइसकेँ अनि त्यही भएर भन्न चाहेको थिएँ। थ्याङ्क यू सो मच। यति ब्युटिफुल इभिनिङ न्युयोर्कबाट धेरै टाढा छैन म, 3.5 आवरको ड्राइभ हो, बाल्टिमोरमा बस्छु। तर पनि यहाँ आउँदाखेरि तपाईँहरूको माया पाउँदाखेरि असाध्यै नै रमाइलो लाग्छ। अहिले झन् नेपालबाट मेरो सहकर्मी राज समालजी पनि हुनुहुन्छ, मेरो अग्रज सिनियर दाई दिदीहरू सबैजना आउनु भएको छ, सबै स्रष्टाहरू हुनुहुन्छ। उहाँहरूको अगाडि यहाँ स्टेजमा उभिन पाउँदा आफूलाई एकदम गौरवान्वित महसुस गरेको छु र तपाईँहरूले दिएको माया अझ सधैँ जस्ट दिइरहनु होला। त्यो चाहिँ हाम्रो लागि सास फेर्ने अक्सिजन जत्तिकै हो। थ्याङ्क यू। थ्याङ्क यू पूजाजी। र अर्कोचोटि नेपालबाट यहाँ आउँदाखेरि तपाईँको लगेज चेक नगरोस्। र अर्को क्याटेगोरीतर्फ लाग्न चाहन्छु र यस क्याटेगोरीको अवार्ड हस्तान्तरण